बुढीगङ्गा नगरपालिका वडा नम्बर 1 मा छौँ र यहाँ चाहिँ तपाईहरुले देखिराख्नु भएको छ एकदम आकर्षक 12 धुर जग्गा चाहिँ यहाँ पनि बिक्रीमा आइसकेको छ। पिलुवा रियल इस्टेट प्रालीले नै बिक्रीमा ल्याइसकेको छ। तपाईहरुले चाहिँ स्क्रिनमा दिएको नम्बरमा सम्पर्क गर्नुभयो भने थप जानकारीहरू हामी तपाईहरुलाई दिन सक्छौं। यही नम्बरमा WhatsApp पनि रहेको छ। तपाईहरुले हेर्न सक्नुहुन्छ एकदम मिलेको 12 धुर जग्गा छ है। यो चाहिँ तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ। डाइरेक्टली ओनरसँग पनि कुरा गर्न सक्नुहुन्छ। यहाँ हामीसँग ओनर पनि आउनु भएको छ। यो चाहिँ तपाईहरुको कमर्सियल प्लस रेसिडेन्शियल दुईटै एरियाको रूपमा यसलाई तपाईले लिन सक्नुहुन्छ। यहाँ नजिकै प्लाई फ्याक्ट्री पनि रहेको छ र आवासीय घरहरू पनि तपाईले चाहिँ देख्न सक्नुहुन्छ हैन। र यहाँ चाहिँ तपाईहरुले हेर्न सक्नुहुन्छ 14 फिटको बाटो छ र पिच रोडको लागि प्रस्तावित भइसकेको छ भने मेन रोडबाट पनि लगभग 400-500 मिटर भित्र मात्र रहेको यो जग्गा चाहिँ तपाईहरुले चाहिँ खरिद गर्न सक्नुहुन्छ। पिलुवा रियल इस्टेट प्रालीले एकदम आकर्षक मूल्यमा अहिले अफर मूल्यमा चाहिँ तपाईहरुलाई चाहिँ जग्गा ल्याइसकेको छ। तपाईहरुले पनि सम्पर्क गर्नु होला जग्गा खरिदको लागि स्क्रिनमा दिएको नम्बरमा र WhatsAppमा तपाईहरुले थप डिटेल्सहरु पनि लिन सक्नुहुन्छ। जग्गा धनी पूर्जाको विवरण, नक्साको विवरण लगायत सबै कुराहरुको जानकारी पनि तपाईहरुले चाहिँ अहिले नै लिन सक्नुहुन्छ। आजै सम्पर्क गर्नुहोस् पिलुवा रियल इस्टेट प्रालीलाई। र साथै अब म चाहिँ ओनरहरुसँग पनि यो जग्गाको बारेमा चाहिँ केही थप डिटेल्सहरु लिनेछु जुन चाहिँ तपाईहरुलाई ओनरले भन्नुहुनेछ र त्यसले तपाईहरुलाई चाहिँ यदि जग्गा लिनु परेमा चाहिँ केही थप इन्फर्मेसन र सहयोग पनि मिल्नेछ। र उहाँ नै हुनुहुन्छ ओनर चाहिँ। सर यो जग्गाको बारेमा केही थप जानकारी दिन चाहनुहुन्छ? हजुर, यो जग्गा अब यो प्लानिङ भइसकेका जग्गा हुन्। रोड चाहिँ यसको चाहिँ लगभग क्लियरमा भन्नु पर्दाखेरि यो 16 फिटको बाटो नाला छोडेर हजुर नाला सहित 20 फिटको बाटो छ। यो जग्गा चाहिँ नि 52 बाइ 54 लगभग छ यसमा। अनि बसोबासको क्षेत्रमा सबै यहाँ क्षेत्री बाहुन सबै मिश्कर जातिहरू छौँ। यहाँ छिमेकीहरू ठिकै छ, त्यस्तो विवाद हुने सम्भावना छैन यसमा जातीय रूपमा धार्मिक रूपमा। स्कुल कलेज विराट टिचिङ हस्पिटल यहीँ नजिकै हो। हजुर, यहाँबाट चाहिँ नि 10 मिनटमा मात्रै पुगिहालिन्छ विराट टिचिङ हस्पिटल। हजुर हजुर। यहाँ कलेज पनि यहीँ छ, के अरे नरग्राम माध्यमिक विद्यालय +2 सम्म यहीँ छ। हजुर हजुर। अब कलेजको जाने हो भनेदेखि विराटनगरका सम्पूर्ण कलेजहरू घर घरमै आएर चाहिँ विद्यार्थी उठाएर जान्छन् यहाँबाट। हैन, सेवा सुविधाको हिसाबले त यहाँ कुनै त्यस्तो सायद समस्या छ जस्तो लाग्दैन हैन। हजुर। अब स्कुल कलेज हस्पिटल स्वास्थ्य चौकीदेखि लिएर हरेक कुराहरू यहाँबाट नजिकै पनि छ हैन। र साथै हजुरले अन्य केही थप डिटेल्सहरू दिन चाहनुहुन्छ जसले गर्दा चाहिँ थप ग्राहकहरूलाई चाहिँ सजिलो हुन्छ हैन भने दिन सक्नुहुन्छ? यहाँको पूर्वाधार चाहिँ अब क्रमिक रूपले सुधार हुँदैछ। यो बाटो अहिले ग्राभेल छ भनेदेखि अब आउँदो साल चाहिँ नि पिच गर्ने योजनामा छ। हजुर हजुर। अब बन्दैछ। यहाँ घरहरू चाहिँ नि विभिन्न किसिमका चाहिँ नि अब घरहरू बनिरहेका छन्। नयाँ प्लानिङ भनौँ न 1-2 वर्ष अगाडिको प्लानिङ हो यो। राम्रो छ। यहाँ चाहिँ नि सब जातिहरू बसोबास हामी गर्दछौँ, मिलेरै बसेका छौँ। राम्रो छ यहाँलाई। ल है त, तपाईहरुले पनि पिलुवा रियल इस्टेट प्रालीको यो नम्बरमा कन्ट्याक्ट गर्नुहोस्। घर जग्गा खरिद बिक्रीको लागि हामी तपाईहरुलाई सहजीकरण गर्नेछौँ। र साथै यो जग्गा चाहिँ 12 धुरमा बनेको जग्गा खरिद गर्नका लागि चाहिँ आजै सम्पर्क गर्नु है। एकदम मिलेको छ। यसलाई चाहिँ तपाईले रेसिडेन्शियल एरियाको रूपमा त अवश्य युज गर्न सक्नुहुन्छ नै। साथै यसलाई कमर्सियल प्रपर्टीको रूपमा कमर्सियल पर्पसले पनि तपाईले खरिद गरेर चाहिँ युज गर्न सक्नुहुन्छ है त। ल, मैले तपाईहरुलाई चाहिँ इन्फर्मेसन दिएको छु। स्क्रिनको नम्बरमा चाहिँ आजै कन्ट्याक्ट गर्नु होला है। तपाईहरुको बिक्री गर्नु छ भने पनि तपाईहरुले चाहिँ हामीलाई सम्झन सक्नुहुन्छ है त।